छानबिन आयोग गठन भएको छैन भन्नु त त्यो तपाईले भन्न सक्नुहुन्छ अहिले तपाईले भन्दिनु पर्यो नि कसले गरेको कस्तो भन्दिनु छानबिन आयोग गठन छानबिन घुसपेट गरेको जिम्मेवारी पनि लिनुपर्छ मैले नेतृत्व गर्ने कि मैले छानबिन गर्ने पानीमाथिको उबानो हुन मैले छानबिन गर्ने कि मैले नेतृत्व गर्ने मलाई त्यति भनिदिनुस् तपाईले नेतृत्व पनि गर्ने र जिम्मेवारी पनि लिने हो छानबिन मैले गर्ने हो भन्नुस् त मलाई तपाईहरु सरकार बनाउनु छानबिन आयोग किन गठन भयो सडक उचाल्नुहुन्छ किन हैन तपाईको क्वेशन नै इलोजिकल भयो सर कसरी के कस्तो क्वेशन गर्नु छानबिन मैले गर्ने कि छानबिन आयोगले गर्ने छानबिन आयोगले गर्छ जिम्मेवारी तपाईले लिने कि नलिने उसले इन्भेस्टिगेसन गरेर रिजल्ट निकालेपछि मैले जिम्मेवारी लिने कि नराम्रो काम अर्कोको कारण भनेर तपाई प्रेसमा आफ्नो वक्तव्य राख्ने तपाईको नैतिकता के हो भन्नु राम्रो कारण राम्रो कुरा सम्मेलन गरेर अहिले यसरी कुरा राख्दै हुनुहुन्छ बजारमा धेरै खालका जेन्जी छन् तपाई कुन प्रकारको जेन्जी हो भनिदिनुस् न तपाई मलाई कुन प्रकारका जेन्जी छन् भन्नुस् धेरै छन् जेन्जी के होला दुई चारवटा प्रकार भनिदिनुस् कस्तो प्रकार 2.2 देखि लिएर यहाँ त अनेक जेन्जी भनेको जेन्जी खासमा त एउटा युवा यो एज ग्रुप हो जेन्जी भनेको कुनै पनि एउटा ग्रुप हुँदैन सर अनि अब ढुङ्गानालाई मेरो प्रश्न के हैन एकचोटी पर्खिनु उहाँलाई क्ल्यारिफाई गरे ल तपाईको नैतिकताले के भन्छ भन्छु मेरो नैतिकताले तपाईहरुले जुन कार्य गर्नु पनि त्यसमा उद्यम मचाउनु पनि तोडफोड आगजनी गर्नु पनि यो सम्पूर्ण जिम्मेवारी नेतृत्व भन्नेले लिनुपर्छ र तुरुन्त प्रहरीले तपाईहरुलाई हत्कडी लाउनु पर्छ त्यो तपाई के लयर हो म एउटा तपाई लयर हो जिम्मेवार व्यक्ति कसरी जिम्मेवार तपाईको क्वेशन नै यो इरेस्पोन्सिबल क्वेशन छ कसरी रेस्पोन्सिबल भयो नेतृत्व लिएपछि तपाई जिम्मेवार बन्नु पर्दैन जिम्मेवारको लागि छानबिन आयोग गठन भएको छ कि छैन तपाईले के बोल्नु भएको भन्नुस् त तपाईलाई बोल्न आउँदैन रहेछ खैर यो त प्रश्न के क्वेशन गर्नु भएको तपाईको नैतिकताले दिन्छ उहाँलाई के हो तपाईको यस्तो हावा क्वेशन नगर्नु आज जुन स्थानमा छ तपाईहरु जस्ता अराजक व्यक्तिहरुले गर्नु अराजक घुसी त्यसको लागि त छानबिन आयोग गठन भएको गर्दाखेरि चाहिँ पासपोर्ट चाहिँ एकदम वैधानिक डकुमेन्ट त्यसमा चाहिँ तपाईको बायोमेट्रिक्स पनि हुन्छ है त्यो युज गरेर चाहिँ त्यसलाई भोटर्स कार्ड बनाउन मिल्छ सजिलै मिल्छ अब यसरी चाहिँ पासपोर्ट लगेर चाहिँ यो भोटर्स लिस्ट पनि गर्न मिल्छ अथवा सिधै यसलाई चाहिँ भोटिङ कार्ड पनि बनाउन मिल्छ है त्यो एकदम सजिलो कुरा हो अब त्यसपछि भोटिङ कसरी गर्ने विदेशी भूमिमा अब अर्काको ठाउँमा अब भिड जाम गर्नु हुँदैन लाइन लाग्नु हुँदैन त्यो पनि हो एम्बेसीको समस्या एउटा त्यो होला तर अमेरिका जस्तो धेरै विकसित देशहरूमा चाहिँ भइरहेको एउटा चाहिँ मेल इन भोटिङ सिस्टम भन्ने हुन्छ हुलाकबाट चाहिँ तपाईको यो भोटिङ गर्ने सो त्यो गर्न नसकिएला त त्यो डेफिनेटली सकिन्छ 80 लाख युवा यो एप्रोक्स फिगर हो 80 लाख एप्रोक्समा चाहिँ बाहिर हुनुहुन्छ उहाँहरू देशकै हेलचेक्राइको कारण रोजगारी नपाएर होस् के कारणले होस् उहाँ जानु परेको छ हैन यो उहाँहरूलाई जस्तो देशको माया कसलाई लाग्छ र सो उहाँहरूले त बकाइदा भोट हाल्नै पाउनु पर्छ यसलाई त छुट्याउनै भएन त्यही भएर यो सरकारको चाहिँ ध्यान हामी यो कुरामा केन्द्रित गर्न चाहन्छौँ सो त्यो भयो लगभग त्यति गरेपछि अब 2036 सालको कुरा गर्दाखेरि पनि रेफरेन्डमको बेला जनमत संग्रहको बेला विदेशमा भएका नेपालीहरूले चाहिँ मतदान गरेका थिए यदि त्यतिखेर मिल्छ भने अहिले यो एआई सम्म आएको चाहिँ यो टाइममा चाहिँ गर्न सकिँदैन यो चाहिँ भएन विदेशमा भएको डायस्पोरा नेपालीहरूको चाहिँ भोट चाहिँ हाल्ने अधिकार चाहिँ सुनिश्चित गरिएन भने यो चाहिँ ठुलो हेलचेक्राइ हो यो बेइज्जत गरेको हो जनतालाई यो हुनै भएन है यो हुनै पर्छ सो अब अर्को चाहिँ हाम्रो अब नेसनल भोटिङको कुरामा पनि तपाईको यो भोटिङ प्रोसेस चाहिँ अब कति ठाउँमा हामी सुन्छौँ म्यानिपुलेट हुन्छ धाँधली हुन्छ हैन ब्यालेट बक्स नै लिएर जाने हो भने त्यो सबै समस्या छ नि त निर्वाचनले चाहिँ देशको कुन डिरेक्सनमा जान्छ त्यो निर्धारण गर्ने कुरा हो कि भविष्य निर्धारण गर्ने कुरा भनेको निर्वाचन हो यो चाहिँ तपाईको एकदमै सेफ र एकदमै क्लियर हुनु पर्यो यसमा कुनै किसिमको धाँधली हुनु भएन अब त्यसको लागि चाहिँ के स्टेप्स चालिरहनु भएको छ सरकारले र निर्वाचन आयोगले अब एउटा हामीले प्रपोज गर्ने कुरा भनेको चाहिँ लाइभ स्ट्रिम गर्नु पर्यो अहिले त लाइभ स्ट्रिमको जमाना छ सो लाइभ स्ट्रिम गर्नु पर्यो अब यसो लाइभ स्ट्रिम गर्दै पनि तपाईको धाँधली हुन्छ भने त त्यहाँ त मजाले देखिन्छ लाइभ स्ट्रिम गर्दा त कसले धाँधली गर्यो त्यो मजाले देखिन्छ त्यो मान्छेले समातेर कडा भन्दा कडा सजाय होस् र त्यो बाहेक फेरि त्यो ठाउँमा हाई यो म्यानिपुलेसन हुने चाहिँ एकदम धेरै चान्सेस भएको ठाउँमा धाँधली हुने एकदम धेरै चान्सेस भएको ठाउँमा चाहिँ फेरि हाई सेक्युरिटीका साथ यो मतदान फेरि गरियोस् यो कुरामा चाहिँ भनौँ न भोटसँग चाहिँ कम्प्रोमाइज गर्न यसलाई खेल भन्न चाहिँ सकिँदैन सो यो गर्नै पर्ने हुन्छ
अनि अब यो आउँदै गरेको निर्वाचनको बारेमा चाहिँ निर्वाचन आयोग लगायत सरकारले पनि एकदम धेरै पब्लिसाइज गर्नु पर्यो, धेरैभन्दा धेरै भोटर्स चाहिँ यो निर्वाचनमा चाहिँ मत खसाल्न आउनु पर्यो। यो हामीसँग आएको चाहिँ यो बदलाव भनेको चाहिँ यो कसैले कल्पना नगरेको र यो सुनौलो अवसर हो। आज छोड्यौँ भने, आज भोट हालेनौँ भने, आज के गरेनौँ भने अब छोड्दै हुन्छ, आशै मार्दै हुन्छ। यही आजै हो देश बचाउन मिल्ने, यही बेला देश बचाउन मिल्ने। यो क्रान्ति कहिले आउँछ थाहा छैन, अर्को क्रान्ति आउनुभन्दा पहिला देश रहला नरहला थाहा छैन। यति युवा चाहिँ विदेशिनु परेको छ, दुःख गर्नु परेको छ। सो यो कुरा सुन्योस्, सरकारले सुन्योस्। 26% नेपाली बाहिर छन्, उहाँहरूको निर्वाचनमा चाहिँ मतदान गर्ने अधिकार चाहिँ सुनिश्चित गर्नै पर्यो। लगभग यो भोटिङ बारेमा चाहिँ यो मुख्य विषय बनौँ। यो लिएर चाहिँ हामी निर्वाचन आयोग पनि जान्छौँ, सम्माननीय प्रधानमन्त्रीलाई भेट्न पनि जान्छौँ। यो हाम्रो बटम लाइन हुनेछ, यो बिना निर्वाचनमा गइँदैन। र दोस्रो बटम लाइन भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी, यो पनि बटम लाइन हो। म यहाँ आज तपाईँहरू सबैको अगाडि चाहिँ के भन्न चाहन्छु भन्दाखेरि हाम्रो तयारी एकदम राम्रो तरिकाले भइरहेको छ है। हामी एकदम शक्तिशाली भएर लाई चाहिँ जोक तरिकामा नलिनुहोस् प्लिज। लिन पनि पाउनुभयो तर भोलिका दिनहरूले देखाउँछन्। यो कुरालाई चाहिँ एकदम सिरियसली लियोस्, हामीलाई अहिले जोक तरिकामा नलियोस्। अब के गर्ने त्यसपछि पनि मान्नु भएन भने के गर्ने त अब देखिहाल्नुहुन्छ। हामीले शक्ति प्रदर्शनको कुरा पनि गरेको छौँ है, त्यो चाहिँ एकदम शान्तिपूर्ण रूपमा हुन्छ। तर यो मौका फेरि आउँदैन, देश बचाउने यो मौका फेरि आउँदैन। सो यसलाई छोड्ने भन्ने कुरै हुँदैन, बरु छातीमा गोली खाइला यही क्रान्ति ल्याउनलाई, नयाँ नेपाल बनाउनलाई। तर यो कुरालाई छोड्ने भन्ने हामी त्यो छँदै छैन, दिमागमै छैन। हेर्नुहोस् अब लगभग कुरा चाहिँ त्यति हो। ल अब अर्को एउटा पनि कुरा चाहिँ के छ भन्दाखेरि यो एकदम एग्रेसिभली चाहिँ एडभर्टाइज गर्नु पर्यो, सबैजना चाहिँ भोट हाल्नुहोस् भनेर। जेनजीहरूलाई चाहिँ खासै इन्ट्रेस्ट हुँदैन। योपालि उहाँहरूको इन्ट्रेस्ट पनि थोरै जाग्ला, किनभने देश एकदम दर्दनाक अवस्थाबाट त गुज्रेको छ, सिंहदरबार जलेको छ, कतिले चाहिँ वीरगति प्राप्त गर्नुभएको छ, 78 जना चाहिँ बित्नु भएको छ। यो सानो कुरो होइन, ठुला ठुला आन्दोलनमा पनि यत्रो साह्रो ज्यान धनको क्षति भएको थिएन, यसमा भयो। यसलाई खेर त फ्याल्न नैतिकताले पनि दिँदैन मेरो पर्सनल्ली, र कोही नेपालीको नैतिकताले पनि नदियोस्। हामी सबै मिलौँ, यो क्रान्तिलाई चाहिँ सफल पारौँ, देशलाई चाहिँ चेन्ज गरौँ।